यसरी हामीले गरेका आज मेहनतको फल हामीले पाइसकेका छौँ। यसरी हाम्रा धानहरू झुलिसकेका छ। हामीले यस्तो रूपमा हामीले गरेका मेहनतका परिश्रमका फलहरू चाहिँ यसरी देखिरहेका छौँ। हेलो गाइजहरू, वेलकम ब्याक टु फौज खबर टिभी। हामीले असार 14 र 15 गते लगाएको धान अनि असोज होइन साउनको 24, 28, 29 गते गोडमेल पनि गऱ्यौँ र आज कार्तिक समथिङ असोजको 23 गते आइपुग्दा चाहिँ हाम्रो धान यसरी झुलिसकेको छ र यो परिश्रमको फल मिठो हुन्छ भने जस्तै हाम्रो धान पनि यसरी पुरै झुलिसकेको छ। लटरम्म यस्तो देख्दाखेरि गर्व लाग्छ मलाई। आफ्नो देश र आफ्नो माटोपट्टि गरेको परिश्रमको पसिनाको फल कतै जाँदैन र यो मेहनत गरेको फल आज मैले पाइरहेको छु। ल आउनुहोस्, अझ पनि हामीले लगाएको धेरै धान खेतीहरूको अवलोकन गराउने नै छु साथीहरू। आउनुहोस्। अत्यन्तै खुसी र रमाइलो पनि भइरहेको छ, किनभने आफूले जुन खेती गरेको थियो त्यो खेतीमा यसरी धानहरू झुलिरहेको देख्दा आफ्नो मनै चङ्गा जस्तै रमाइलो भइरहेको छ साथीहरू। देख्न सक्छौँ आफूले गरेको मेहनतका फलहरू यसरी धान झुलिसकेको छ हामी देख्न सक्छौँ। भिडियो मार्फत पनि हामी देखिरहेका छौँ। हाम्रा धानका बालाहरू यसरी झुल्न थालिसकेका छन् र त्यो देख्दा मलाई पनि आफूले खाइ नखाइ दिन रात नभनिकन मैले पनि त्यो माटोमा परिश्रम गरेको थिएँ र यो आज यसको फल आज म स्वयं यहाँ देखिरहेको छु। मैले लगाएका धानहरू यतिसम्म राम्रो भएको छ। आउनुहोस्, हामीले देखिरहेका छौँ, देख्न सक्छौँ। अति खुसी लागिरहेको छ, मेरो मन हराभरा यो देख्दा म धेरै खुसी लागेको छ। यतिसम्म भइसकेको छ दर्शकबिनहरू। मेरो धान मैले खेती गरेका धानहरू यतिसम्म भइसकेका छ र यो यसमा चाहिँ एउटा धानमा चाहिँ एउटा खराबी आउँछ। यो चाहिँ यसलाई चाहिँ यो धान बिगार्ने एउटा तत्त्व हुँदो रहेछ। यसलाई चाहिँ स्थानीय लोकल भाषामा चाहिँ यसलाई कालो पोके भन्दो रहेछ। यसले कालो पोकेले चाहिँ धानलाई चाहिँ अलिकति नष्ट गर्छ भन्ने प्राविधिक रूपमा होस् या स्थानीय रूपमा खेती किसानीहरूले चाहिँ यो कालो पोकेले चाहिँ धान अलि बिगार्छ भन्छन्। त्यो चाहिँ हामी देखिरहेको छौँ। यो कहिलेसम्म काट्नुहुन्छ काका यो धान? 2 गते 3 गते बिट लाउने काटेकोमै खर पर्दैन। धान कोही ठाउँमा खुरिसिया छ, 2 गते 3 गते काट्दा हुन्छ यो धान? त्यतिखेर बिट लाउनेमै काट्नुपर्छ। पाकिसक्यो नि धान त? धान त मर्छ पाइसक्यो। अब कोही कुन ठाउँमा खुरिसिया छ यो गरेको त्यो पनि अब आज 24 गते 24, 25, 26, 27 24 गते है? 28 गतेसम्म चाहिँ धान मजाको पाइन्छ। 28 गतेसम्म लगभग यो धान भित्रै सक्नुपर्छ। 5 दिन 2 गते 3 गते बिट लाउने काटेको छ। यसले त धान बिगार्छ यो कालो पोकेले? त्यसले के बिगार्न, त्यो अब सबै त्यतिकै जान्छ त्यो। अनि यसले त अलि धान अलि नष्ट गर्छ भन्छ नि? अलिक बिगार्छ भन्ने चाहिँ बढी रहन्छ बरु यहाँ के ताल हो। हजुर बढी रहन्छ। ए यो औषधि हालेको भएर कि धान भुस्यो छ कोही ठाउँमा भन्नलाई। धान त लगभग पाकिसकेको छ। धान त पाइसक्यो। परसम्मै अलिकति म उता गएर आउँ न ठिक है। धान जे होस् अब 2-3 गतिसम्म काट्दा हुन्छ। अब के नभए त्यति त फेरि अलि नहेरौँ। अब यसको दृश्यहरू पनि लगभग साबर गर्ने नै छौँ। फेरि यो खेततिर चाहिँ अलिकति यो के भन्छ जुगाले चाहिँ अलिक सताउँदो रहेछ साथीहरू। जुगा चाहिँ मजाले आउँदो रहेछ।
त्यही भएर हो ल हेर्नुहोस् हाम्रो धान हामीले धान देखिरहेको छौँ नि मजा हाम्रो धान धान बलिसकेको छ गाइजहरू हेर्नुहोस् होला धान धान फल्यो खेतैमा धान फल्यो खेतैमा यो चाहिँ खुसी लागेको भएर चाहिँ मैले एउटा सानो गीत गाइदिएको यसरी नै त धानले अलिअलि धानको झुसले चाहिँ चिलाउँदो रहेछ हामी देख्छौँ मेरो माथि क्यामेरा ब्याक क्यामेराभन्दा माथि देख्न सक्छौँ धान चाहिँ मजाले फलिसकेको छ हेर्नुहोस् धान कहाँसम्म छ साथीहरू धान 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 पुरै धान फलेको छ हेर्नुहोस् पुरै यसरी यो हो नि त परिश्रम गरेको मेहनतको फल यसरी पाइन्छ अनि यस्तो आफूले गरेको मेहनतको फल देख्दा कसलाई खुसी लाग्दैन र होइन र आज म आफ्नै खेतमा यसरी धानको बालाहरू छुइरहेको छु ल हेर्नुहोस् मेरो धानका बालाहरू लहलहाउँदो भइसकेका छन् साथीहरू जुन आफूले पसिना बगाएको थियो त्यो पसिनाको फल आज मैले यसरी पाएको छु कि आज म यो बयानै गर्न सक्दिनँ त्यसैले मैले गरेको परिश्रम खेर नगएको कारण र राम्रो भएको र मलाई आज गर्व लागेको छ आफूले गरे के हुँदैन र नेपालमा बसेर पनि त केही गरिनु सक्दो रहेछ नि भन्ने चाहिँ मलाई लाग्यो साथीहरू त्यसैले आज म त आफ्नै धान खेतीमा रमाइरहेको छु मलाई आज साह्रै रमाइलो लागिरहेको छ यो मेरो खेत मैले गरेको मेहनतको परिश्रमको फल आज यसरी देख्न पाउँदा सोही कसरी कति खुसी भइरहेको छु देख्न सक्छौँ हामी सारा मेरा खेतका धानहरू यसरी झुलिरहेको देख्दा मन साह्रै आनन्दित भएको छ मलाई साह्रै गर्व लागेको छ आज मैले गरेको ठाउँमा खोजखबर मार्फत तपाईँहरूलाई जानकारी गराइहालेँ यो मैले गरेको उत्पादनहरू पनि देखाइहालेँ यसरी नै बाँझो जमिनहरूमा चाहिँ सकेसम्म बाँझो नराखौँ सुक्खा जमिनहरूलाई बाँझो जमिनहरूलाई चाहिँ यसरी नै खेतीयोग्य जमिन बनाएर नेपाललाई कृषि प्रधान देश बनाउन आग्रह गर्दै खोजखबर टिभी अनुरोध गर्न चाहन्छ खेती उत्पादनमा जोडौँ नेपाललाई कृषि प्रधान देश बनाऊ भन्दै खोजखबर टिभी मार्फत बिदा लिन चाहन्छु धन्यवाद।